पनि त्यही हो कार्बन डेमो क्लास भनेर यही नै हो तिमीहरूले पनि मान्छेलाई भोट पनि लाग्यो काम पनि लाग्यो कोही मान्छे एक्साइटेड पनि होला मैले 11 बजेदेखि भनेको 10 बजे खाना खान्छ मान्छेले 11 बजे बोलाउँछ उनीहरू भोट पनि लाग्ने चुला बस्छ भनेको यही नै हो यसै गरी हामीले विभिन्न थरीको कार्य गर्न सकिन्छ त्यो चाहिँ तिमीहरूलाई बताउँदै गरेको भएर काम लागेको म एक्लो बसेर सुइसी बनाउनु धेरै बनाउने यो चाहिँ पार्टी कार्यालयतिर पार्टी हलहरूमा सल्लाहदार जहाँ सल्लाहदार भनेर लाग्छ सल्लाहदारमा डेमो गरेर राख्ने हो त्यो एकदमै ल्याबरेज हुन्छ यो चाहिँ तिमीहरूले 2 घण्टामा चाहिँ जस्ट आइडिया मात्रै गरेको यस्तो हुन्छ कारण भनेको चाहिँ यसै गर्ने हो टुलले यो चाहिन्छ भेजिटेबलले यो चाहिँदो रहेछ भन्ने कुरा तिमीहरूलाई डेमो क्लास मात्रै हो अब यदि सिक्न एकदमै मन लाग्यो भने तिमीहरू ग्रुप बनाउनै सरले भन्ने फेरि यो 15 दिनको क्लास हुन्छ फेरि 15 दिनको क्लास एकदम खर्चिलो छ पैसा धेरै खर्च गर्नुपर्छ भेजिटेबलहरू धेरै खर्च गर्नुपर्छ अब तिमीहरूले अहिले नै सिकिहाल्नुपर्छ भन्ने छैन आफ्नो 5 इयर 6 इयर अब 2-4 ठाउँ तिमीहरू गएर कुक सेप मिडियम सेप भइसकेपछि अनि त्यहाँबाट स्पेसल के गर्ने भन्दाखेरि कार्बन स्पेसल बनाउने कि बेगर स्पेसल बन्ने कि भरि त बार बन्ने कि तिमीहरू धेरै छ अप्सन्स त्यसमा चाहिँ पछि त्यो गर्न सकिन्छ कुरा बुझिआएको छ ठिक छ अब तिमीहरूले भन्न पर्ने